नमस्कार, म आरबी पोखरेल कुमार पञ्चकन्या, हाल पञ्चकन्या 1 नुवाकोट बानियाटा। यहाँको चाहिँ एउटा म यो जुन ठाउँमा उभिरहेको छु यसलाई चाहिँ हाम्रो पुरानो नाम, हाम्रा पुर्खाहरूले भन्ने ठाउँ र हाम्रो पुर्खाहरूले राखेको नाम, यो नाम चाहिँ चमेरे गुफा जुन यहाँ छ। तपाईहरुले देख्नुहुन्छ यो चमेरे गुफा भनिन्थ्यो यसलाई, त्यो पुर्खाहरूले राखेको नाममा। अनि जुन यो खोल्छु छ, यो खोलो भनौँ, खोल्छु, यो खोल्छु चाहिँ गुपो खोला र अनि यही खोल्साको आधारमा पछि हामीले नै यसलाई परिमार्जन गरेर हाम्रा बुवाहरूले फेरि यो गुप्तेश्वर महादेव भनेर यो गुफाको नाम परिवर्तन गर्नुभयो र अहिले चाहिँ यो हालको पहिलाको चौवडा गाविस, अहिले चाहिँ पञ्चकन्या गाउँपालिका 1 नम्बर वडा को रिठी चौर, जुन यता 3 भयो चौवडा गाविसको र यता 9 भयो यो सिमानामा, जुन चाहिँ 9 सिमानामा खोल्चो र खोल्चोको जस्ट पश्चिमपट्टि चमेरे गुफा, जुन अहिले हाल परिवर्तित नाम चाहिँ च्याङ्गा गुफा गुप्तेश्वर महादेव भनेर चिनिने गरेको छ। र यस ठाउँलाई हामीले उजागर गर्नको लागि सबै सामु यो एउटा पुरातत्व विभागसम्म चिनाउनको लागि हामीले यो ठाउँलाई के गर्नुपर्छ, राज्यको आँखासम्म पुर्याउनुपर्छ, राज्यलाई देखाउनुपर्छ र यो पर्यटकीय स्थल बनाउनुपर्छ भनेर हामीले धेरै पहल गर्दै यहाँभन्दा अगाडि नै गर्दै आयौँ। र यसको यहाँ एउटा जहाँ यो सानो चौरी थियो, यो चौरीमा सिद्ध बाबा धेरै परापूर्व कालमा सिद्ध बाबा आएर होम लगाउनु भयो र यही गुफालाई द्वार मानेर, यसलाई बाटो मानेर यहाँबाट छिरेर जहाँ हाम्रो त्यो चाहिँ पञ्चकन्या 2 नम्बर वडामा चाहिँ निस्किन्छ ब्रह्मक्षेत्र, जुन अहिले त्यहाँ हामीले ब्रह्मक्षेत्र विद्यापीठ भनेर वेदाश्रम खोलेर विद्यार्थीहरूलाई वेद पढाउने कार्य जुन गरिराख्नु भएको छ गुरुहरूले, त्यो ठाउँमा निस्किनु भयो भन्ने एउटा किंवदन्ती थियो। त्यसको साथसाथै मलाई 2044 सालको सम्भवतः माघको 17-18 गते जहाँसम्म लाग्छ, एउटा हाम्रो पहिला चौवडा वडा नम्बर 2 र अहिले चाहिँ लिगु गाउँपालिका वडा नम्बर 4 मा हुनुहुन्थ्यो रमेश मल्ल ठकुरी भन्ने, उहाँले चाहिँ 4 जना जर्मनी नागरिक लिएर आउनु भएको थियो। जुन जर्मनी नागरिक चाहिँ यहाँ यो चमेरे गुफा, जुन त्यो बेलाको नाम अहिले परिवर्तित भएर च्याङ्गा गुफा गुप्तेश्वर महादेव भएर भयो, त्यो बेला चाहिँ यहाँ के गर्नु भएको थियो भने उहाँले 4 जना जर्मनी नागरिक ल्याइसकेपछि यो द्वारबाट यति सोच थिएन, जहाँ तलबाट हामी चढ्दै यहाँ माथि आउनु पर्थ्यो, त्यो बेलामा चाहिँ यो द्वारमा छिर्नको लागि जुन जर्मनी नागरिक छिराउनको लागि उहाँले ल्याउनु भयो। हामी गोठालाहरू थियौँ, साना हामी आफै केटाकेटी थियौँ र यो ठाउँमा हामी गोठाला गाईबस्तु चराएर बसिरहेको थियौँ। यहाँ आउनुभयो र उहाँहरू 4 जना प्लस उहाँ जो रमेश सर हुनुहुन्थ्यो, उहाँले चाहिँ 4 जना विदेशी नागरिक लिएर यहाँबाट यो भर्याङ सिडी केही पनि थिएन, यसबाट जसो तसो भित्र छिर्नुभयो र यसको जस्ट अगाडि गएपछि जहाँ शिवको मन्दिर छ, मूर्ति छ, त्यो मूर्ति छेउमा गएपछि अनि साँपले एउटा साँप तलबाट आएर बाटो छेक्यो र त्यसलाई हटाएर उनी अलिक केही पर पुग्नुभयो र 2टा साँप निस्केर बाटो छेकिसकेपछि उहाँहरू बाहिर निस्किनुभयो। बाहिर निस्किसकेपछि अनि हामीसँग सहायता माग्नुभयो, हामीले अब हाल्न पर्यौँ। त्यसपछि मेरो बुवासँग समन्वय गराउने काम गरेँ मैले र बुवासँग समन्वय गराउने काम गरिसकेपछि बुवाले उहाँहरूलाई सर्प नमार्ने शर्तमा हतियार दिएर पठाउनु भयो र यहाँ मुनि जस्तो तल एउटा बाँसको झ्याङ थियो, त्यहाँ चाहिँ हामी तलबाट पानी खाने गर्थ्यौँ। त्योभन्दा मास्ते एउटा बाँसको झ्याङ थियो, त्यो झ्याङबाट चाहिँ बाँस काटेर ल्याउनु भयो र यहाँ भित्र आएर 2टा साँप लखेट्नु भयो। लखेटिसकेपछि अलि केही मिटर भित्र गइसकेपछि फेरि चाडा साँप चारतिरबाट निस्केर उहाँहरूलाई छेकिसकेपछि
त्यो साँपलाई चाहिँ हिर्काउन नपाइने शर्तमा लौरो काटेको हुनाले उहाँहरूले हिर्काउन चाहनु भएन र त्यसलाई मार्न चाहनु भएन र त्यो साँपले बाटो नछोडिसकेपछि उहाँहरू बाहिर निस्किनुभयो। निस्किसकेपछि जो रमेश सर हुनुहुन्थ्यो हाम्रो जुन अहिले हाल लिखु 4 को कुने खोला भनिन्छ, उहाँले चाहिँ अनि हामी गोठालाहरू जम्मा गरेर हामी त धेरै भित्रसम्म गएर यहाँ जस्तो धेरै बनावटहरू प्रकृतिले बनाइदिएका चिजहरू करुवा भए, अङ्खरा भए, अनि त्यसपछि गएर मयूरका चित्रहरू भए, त्यसपछि गाईका थुनहरू भए, यहाँ धेरै चिजहरू छन् भित्र। हो त्यो चिजहरूलाई चाहिँ हामी भित्र गएर धेरै कहिले पनि याद नमेटिने गरी हामी खेल्थ्यौँ यहाँभित्र, जहाँ चाहिँ अनि रमेश सरलाई लिएर हामी गोठालाहरू विदेशी नागरिकलाई बाहिर राखेर जाँदाखेरि हामीले साँप कतै नि भेटेनौँ, काहीँ साँपै थिएन। जहाँ भित्र गइसकेपछि 2टा बाटो छ, जुन 2टा बाटोसम्म पुग्दा पनि साँप नभेटिसकेपछि रमेश सर फेरि बाहिर आउनुभयो र पुनः विदेशी नागरिक लिएर भित्र छिर्दाखेरि चाहिँ अहिले यहाँ जहाँ शिवको मूर्ति छ त्यो मूर्तिबाटै भित्र जान पाउनु भएन, जहाँ चाहिँ साँपले त्यहीँबाट उहाँहरूलाई फर्काइदिनु भयो। र बाहिर आइसकेपछि एउटा पत्थरमा एउटा उहाँहरूले 2044 समथिङ के लेख्नु भएको थियो। अब त्यो हामी सानै थियौँ, त्यो सबै कुराहरू हाम्रो माइन्डमा सेभ भएन र यता कतै एउटा पत्थरमा लेख्नु भएको थियो र त्यो पत्थर चाहिँ अब अहिले कहाँ पुग्यो थाहा छैन। उहाँहरू फेरि फर्केर आउँछु भन्नुभएको थियो तर आउनु भएन। अब अहिले चाहिँ हामीले आश गरेको यो भिडियो बनाउनुको उद्देश्य औचित्य भने चाहिँ यसलाई विश्व नभए पनि नेपालभरि चिनाएर यसलाई एउटा पर्यटकको एउटा गन्तव्य बनाएर यो आन्तरिक अर्थलाई उकास्ने हिसाबले पञ्चकन्या 1 मा भएको यो जुन यो चमेरे गुफा, च्याङ्गा गुफा, गुप्तेश्वर महादेव जे भए पनि यिनको नाम एउटै हो। 3टा नाम 3टा भए पनि नाम एउटै हो। त्यस कारणले यसलाई चाहिँ केही थोरै प्रदेश, केन्द्र सरकार, स्थानीय सरकार जताबाट भए पनि जति सक्दो यसलाई चाहिँ सपोर्ट गरेर यसमा केही बजेटहरू पारिदिएर यसलाई चाहिँ विश्वभरि चिनाउने, हाम्रो पुरातत्व प्रकृतिको पुजारी भएको हुनाले प्रकृतिले नै बनाइदिएको संरचनालाई उजागर गरौँ, विश्व सामु चिनौँ र हामी यहाँको यो पञ्चकन्या पालिकाभरिलाई र नुवाकोटकै समग्र पर्यटकको यो हिसाबले यसलाई चाहिँ अलिकति उत्थान गरौँ भन्ने आशय मेरो हो। र यसमा सक्दो राज्यको आँखा त्यति परोस्, जति यो ठाउँलाई आवश्यकता थियो त्यति गर्नुपर्छ भन्ने हेतुले समग्रले आफ्नो आत्मालाई बलियो बनाइदिनु होला। हस्, नमस्कार।